हाम्रो दादिङको घर हो हेर्न सक्नुहुन्छ यो छोरी बाबा हेलो गाइज वेलकम टु माई च्यानल सबैलाई मेरो च्यानलमा स्वागत छ म आज आइसकेँ धेरै पछि एउटा नयाँ ब्लग लिएर सबैले हेरेर मन पराइदिनु होला सबैहरूलाई थाहा भइसक्यो कि मैले आज के को बारेमा भन्न गइरहेको छु आज हामी चाहिँ दादिङ मामा घर आएको छौँ अनि यहाँ हुनुहुन्छ हाम्रो आमा अनि यो चाहिँ हाम्रो दादिङको घर हो हेर्न सक्नुहुन्छ यो हाम्रो दादिङको घर हो यहाँ आमा हुनुहुन्छ त्यहाँ सिमरन छे अनि यो चाहिँ उद्धव मामाहरूको घर हो अनि त्योभन्दा उतापट्टिको सागर राईहरूको घर हो रामचन्द्र मामाहरूको घर हो हेर्न सक्नुहुन्छ हाम्रो मामा घरको गाउँ कस्तो छ भनेर यो छोरी बाबा अनि यो चाहिँ हाम्रो भान्सा छ यहाँ नि हाम्रो खानेकुराहरू हेर्नु नि यहाँ चाउचाउ साउचाउ के छ यहाँ ऐसेली सैसेली आमाले टिपेर ल्याइदिएको त्यही हो त्यही हो गाइस अनि हाम्रो चाहिँ यहाँनिर यस्तो यस्तो भइरहेको छ होइन मामाहरू आएर टक्क यहाँनिर यो चाहिँ हाम्रो उद्धव मामाहरूको पुरानो घर है यो पुरानो घर अनि यो चाहिँ भान्सा यो टोइलेट यो चाहिँ हाम्रो दाउरा राखेको अनि त्योभन्दा उतापट्टि छ उतापट्टिको यो टोइलेट भयो यो घर पछाडि हाम्रो घर पछाडि अनि सेलु आमाले बिहान बिहान टिकट ल्याइदिनु भएको मित्रै छ है खान्दा कस्तो रसिलो मिठो सबै फुलको डाँठहरू रहेछ क्या त्यो काँडाले घोपेछ कि मलाई बुढो रहेछ त कस्तो अनुभव भएको छ ससुराली आएर मामा ससुराली आएर यहाँ हाम्रो कुखुराको लागि कुखुरा लानको लागि हाम्रो यहाँ दन्दुरा आऊ भन्ने लाग्यो है कार्टुनमा कुखुरा खा बब्बा कुखुरा छ यहाँ सिमन मजाले बसिरहेछ यहाँ आज जयनारायणले उ गर्ने रे क्या जयनारायण मासुको लागि तयारी हुँदैछ अर्को छ यो चाहिँ हल्लेर खाँदी मात्रै हो यसको कामै छैन है मासुलाई तयार तिम्रो बोजुटा मैले बिहान बलिसक्यो जिउहरू भयो त्यहाँनिर कुखुरा गर्नु आइरहन् छक पार्नु आइरहन् हाम्रो चाहिँ यहाँ बाँसु पाकी रहेछ होइन ट्याक्क कुखुराको बाँसु आगो बाँध्दा तल हो नि त गाई हो गाई हाम्रो यहाँ पुरानो बारी आऊ न आऊ यहाँ हो बाटो बाटो दियो मैले
गाइस यो चाहिँ हाम्रो पुरानो घर है। यो पुरानो घर ट्याक्कै यहाँ पहिला घर थियो। यो चाहिँ भुइँचालो गएपछि बनाएको। अनि त्यहाँ चाहिँ ठुलो घर थियो, भत्कियो। अलिकति पर्खाल देख्न सक्नुहुन्छ। यो पर्खाल देख्न सक्नुहुन्छ। यो बाटो कस्तो राम्रो थियो, अहिले त नहिँड्ने भएर होला, खासै बाटै मेटिसकेको छ। यही हो पुरानो घर चाहिँ, यहाँ भत्किएछ। त्यो चाहिँ मोठ हो, तुलसीको मोठ, पुरानो घरको मोठ हो। अनि यहाँ चाहिँ यो पुरानो घर भत्किसक्यो, भत्कियो। त्यहाँ तल टोइलेट थियो, त्यो टोइलेट पनि रहन्छ। अनि यो चाहिँ खल हो। यो खलमा चाहिँ हामीले बाँधो थियो, एकदमै चिल्लो पारेर पोतेको हुँदैन। हामी यहाँ खेल्छौँ। अनि त्यो झाडी जस्तो भएको ठाउँमा अनि टोइलेट थियो। त्यो चाहिँ गोबर ग्यास हो है, हाम्रो पुरानो घरको गोबर ग्यास। अनि यो टोइलेट भत्केको टोइलेट हेर्नु चाहिँ हाम्रो यस्तो समय छ। उताबाट आउने बाटो भइहाल्यो। आइस न, उहाँलाई चाहिँ धारो चाहियो अरे। धारो यो बाटो सधैँ हिँडिन्थ्यो सानोमा, फर्लाङ फुर्नु पर्दै। यही हो। अनि उयो कुवा छ नि, यो पाल, त्यहाँबाट पानी आउँथ्यो। अनि हामीले यहाँ माथि घर हुँदाखेरिमा अनि ट्याक्क हामी यहीँनिर नुहाउने लुगा धुने गरेर आउँथ्यौँ। अनि नुहाउनलाई चाहिँ आमाहरू चाहिँ यहीँ नुहाउनुहुन्थ्यो। यहीँ कालो पाइप पनि छ, यहाँनिर हेर्न सक्नुहुन्छ। यहाँबाट धारो पानी आउँथ्यो। अनि हामी यसरी हिँड्थ्यौँ मजाले। सिमरन त्यहाँ छ, सिमरन आउँदैछु, ढलक ढल्किँदै। यो चाहिँ यहाँ हो। अनि यो सबै खोला हो क्या गाइस, होइन? बर्खामा चाहिँ यहाँ पानी हुन्छ। अनि यहाँ पनि पानी जम्छ। अनि उता चाहिँ झर्ना जस्तो हो क्या, उयो झर्ना जस्तो हो। एकदमै रातो पानी आउँछ, रातो पानी। यो सबै खोला हो। अहिले त अब यो के अरे हिउँद भएर अनि पानी हुँदैन। त्यही हो, हाम्रो सिमली बिचरा आउँदैछ ढलक गर्दै। त्यही हो, सबै खोला हो क्या। पछि बर्खामा चाहिँ कत्रो ठुलो हुन्छ, अहिले त सुक्खा छ। त्यही हो, सानो बेलामा है त्यहाँ छाप्रानेरी घर थियो। अनि सानो बेलामा यहाँ जहिले नि त्यही यो बाझ्याङमा चाहिँ असाध्यै डर लाग्ने क्या, राति पनि दिउँसो हिँड्न पनि असाध्यै डर लाग्ने क्या यो बाझ्याङमा चाहिँ। एकदम डर लाग्थ्यो। सबै खोला हो, तलपट्टि सबै खोला। यो बाटो कहिले जस्तो छ। लाखुर धारा यही हो। आयो पानी चाहिँ सुकिसकेको छ अहिले त, पहिलाको जस्तो छैन। सबै भुइँचालो आएदेखिको अनि पानी नै सुक्न थाल्यो। जस्तै पानी चाहिँ आउँदैन। साथीहरू लाखुर धारा चाहिँ यो हो। हाम्रो लाखुर धारामा ज्वाइनारायण यहाँनिर सानो लाग्दो धारा। यो एकछिन आउनु रमाइलो छ। गाइस अब हामीले नुहायौँ। अब हामी साइनो मामाको घरतिर जान्छौँ है। जाउँ। भक्ति पनि हुन्छ, यत्रो खिच्या लाग्छ 2 मिनेटको लगाले हुन्छ। इडली गर्नु त बाबु। What do you mean eat it? What do you mean eat it, huh? लाखुर धारा पानी सुकेर पनि उठिँदै छ। Kau ni video ni bang? हाँ Depan kau sih. Boleh kan? ओके ठीक
पहिला पहिला त एकैछिनमा पुगिन्थ्यो अहिले त हिँड्नै नसक्ने यहाँबाट बाटो छ हामी चाहिँ पारी साइनो मामाको घर आइपुग्यो आइपुग्दैछौँ हिँड्न नसकेर श्वासमा धेरै भएर बोल्न पनि सकेँ साथीहरू यस्तो छ गाह्रो यो चाहिँ हाम्रो स्कुल यहाँको स्कुल हो यो चाहिँ श्री रघु माध्यमिक विद्यालय हामी पनि मामा राखेन पढ्थ्यौँ सानो हुँदामा अस्तिको बाटो कस्तो ठाडै भएर जस्तो के यस्तो बाटो गुर्के लाग्छ हिँड्नु चाहिँ आउँदैन बिस्तारै आइज दुःख हाल्यो चाहिँ मलाई चाट्यो त अनि कुकुरले मलाई दुःख हालेर यो हाम्रो साइडमा मामाको घर खुट्टा कस्तो फिल भइरहेको छ मामा हराएर माइली यता हेर्नु त माइजू के भन्नु छ हजुरहरूको खुसी राम्रो नि बिर्सिनु भएन है चिने उसलाई किन नचिन्नु अनुहारले नि बताउँछ यो थुन्से चाहिँ भएन क्या नानी मिठो छ भने आइज मिठो छ है ला 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 कहीँ चाहिँ हामीले यहाँ एउटा अचम्मको टोइलेट देख्यौँ अहिले यहाँ मान्छे कसरी बस्छन् है यस्तो सानो मान्छे दिन पनि नहुनु यस्तो यस्तो दिनुपर्छ अब हामी काइलो मामाको घर जाँदैछौँ यताबाट बाटो रहेछ के थाहा उहाँ हिमाल चुली पुगेर अनि तल खसेर हुन्छ आमा चाहिँ हामी घर कतिखेर आउँछौँ भनेर यहाँ रातो बोलाएर हेरिरहनु फोटो देखेर नि कहाँला गेट लगाइदिएर कहाँ हाल्यो कहाँ माथि हो किन तल माथि हो उहाँ के थाहा नि बोलाइ नि पहिला मैले पहिला होइन खै गएको पो हामी चाहिँ काइलो मामा घर जाँदैछौँ हाम्रो काइलो मामाको घर के छ मामा खबर
हेलो गाइज, अब हामी चाहिँ काइलो मामाको घरबाट खोला घर आउँदैछौँ होइन। खोला आएको हामी यहाँ खोला जानु पर्यो। बा हुनुहुन्छ, बाले बोलाउनु जानु पर्यो नि। हजुर हुनुहुन्छ आमा हिँड्नु हिँडिरहेको होला भएको छ। हामी चाहिँ खोला घर आइपुग्यो। खोला घरबाट आयौँ होइन। अनि त्यसपछि यो चाहिँ ठुलो आल हामी चाहिँ यहाँ बाख्रा यो अहिले चाहिँ सबै डडेल लगाएको छ होइन। डडेल लगाएको बाटामा चाहिँ बाख्रा चराउँथ्यौँ। अनि यो बाटामा चाहिँ आएर हामी जिरो यस्तो गेमहरू खेल्थ्यौँ भने कस्तो रमाइलो हुन्थ्यो। अहिले त गाउँ नै सुनसान भइसकेछ, कोही पनि रहन्छ, एकदमै सुनसान। पुगिसक्छु लौ त्यस्तै एक्लै कहाँ होला यो मान्छे। लुगा उठाउन गयो होला सायद, पानी आउनु लाग्यो त्यही भएर लुगा उठाउनु गएछ। हामी चाहिँ यी बाँदरहरू पल्टिन्न। गाइस यो चाहिँ हाम्रो मामाहरूको डाँडो है गाइस। त्यही हो, हामी चाहिँ यसरी एक राउन्ड लगाएर माथि खोला घर पुगेर अनि यही बाटो फर्क्यौँ। अब हामी फाइनली घर आइपुग्यौँ। हाम्रो गाउँ यसो देखिहाल्नु भयो, हाम्रो मामाहरू गाउँ। अब कहिले आइन्छ त्यो थाहा छैन होइन। यहाँ खासै कोही पनि बस्नुहुन्न, कहिले काहीँ आमा आउनुहुन्छ, त्यही भएर हो। अब हेरौँ कहिले आइन्छ। अर्कोचोटि आइयो भने फेरि पनि म अर्को भ्लग लिएर आउनेछु। त्यही हो, सबैले लाइक, सब्सक्राइब, कमेन्ट र सेयर गरिदिनु होला। बाई बाई।